नमस्ते। आज हाम्रो जिन्दगी एउटा महत्त्वपूर्ण पात्रको बारेमा लेखिएको एउटा कविता वाचन गर्ने मौका मिलेको छ। कविता वाचन गर्नुभन्दा पहिला म तपाईहरुलाई एउटा प्रश्न सोध्न चाहन्छु। तपाईले आमा भन्ने बित्तिकै तपाईको मानसपटलमा के कुरा आउँछ? दया, माया, करुणा इत्यादि इत्यादि। अवश्य भन्दै त्यो कुरालाई हाम्रो अमृताजीले चाहिँ एकदमै सुन्दर तरिकाले आफ्नो कविताको माध्यमद्वारा लेख्नु भएको छ। त्यसलाई वाचन गर्ने प्रयास गर्नेछु। अवश्य कस्तो लाग्छ तपाईको प्रतिक्रिया दिनुहोला। उहाँको कविताको शीर्षक रहेको छ आमा। तिमी प्रेमको परिभाषा सहनशीलताकी खानी, तिमी नै संस्कारको प्रतिबिम्ब, तिमी शुभचिन्तक, तिमी आलोचक, तिमी गुरु अनि तिमी नै मेरो प्रिय मित्र, तिमी मार्गदर्शक अनि उत्प्रेरक, शान्त शालीन अनि तिमी नै भगवानको चित्र। म कमजोर हुँदा अनि हार्नै लाग्दा दरिलो पिल्लर बनी तिमी उभियौ ठिङ्ग। आफू आँसुको भेलमा बग्नै लाग्दा पनि दिइनौ हामीलाई निभ्न। आफू संघर्षको मैदानमा घिर्सेरै भए पनि बनायौ हामीलाई सक्ने हिँड्न। जिन्दगीका हर उतार चढाव सही हाम्रा लागि व्यतीत गर्यौ त्यो जीवन अभिन्न। तिम्रा रहर हराए सपना मासिए गुमायौ सबै हामी बाहेक। तर पनि हामीबाट तिमीलाई केही चाहिन्न। तिम्रा पाउ धोएरै पिए पनि सदा सकिन्न तिम्रो भार तिर्न। तिमीसँग भन्दा पनि आफैसँग आज एउटा बाचा गर्छु। जिन्दगीका मोडहरूमा पानी झै पियौ आँसुहरू। अब तिम्रा आँखाबाट दुःखका आँसु झर्न दिन्न। धन्यवाद। म अवश्य पनि आफ्नो आमाको आँखाबाट दुःखका आँसु झर्न दिने छैन। म अनुरोध गर्छु कि तपाईहरु पनि आफ्नो आमाको दुःखका आँसु चाहिँ झर्न नदिनुस्। र माता तीर्थांशी यानी कि आमाको मुखेर्ने दिनको धेरै धेरै शुभकामना छ। हाम्रो अमृताजीलाई धेरै धेरै धन्यवाद। उहाँले कविता लेखेर मलाई प्रोभाइड गर्नुभयो र त्यसलाई वाचन गर्ने मौका दिनुभएकोमा, र यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद मेरो वाचन सुनिदिनु भएकोमा। अन्तमा आफ्नो आमाको र घर परिवारको केयर गर्नुस्। सकिन्छ भने यो भिडियोलाई शेयर गर्नुस्। हस्, धन्यवाद।